तारेमाम पास्पी मफला। आज हामी राजामती कुमती यो सुपर हिट नेपाल भाषाको गीत हो। यो गीतको मिनिङ चाहिँ नि नेपालीमा के हो भनेर हामी बुझ्न गइरहेका छौं। यो मिनिङ बुझिसकेपछि यो गीत सुन्न अझ मजा आउँछ। त्यस्तै गरी फ्री रिचार्ज कार्ड जित्न चाहनुहुन्छ भने फ्री इन नेपाल यो facebook.com/freeinnepal चेक गर्नुहोला। यो अरु पेजहरु जस्तो होइन, यसमा सिम्पल स्टेपबाट रिचार्ज कार्ड जित्न सक्नुहुन्छ। त सुरु गरौँ अब। राजामती कुमती जिके वसा पिरती, अर्थात् राजामती कुमती मसँग आए पिरती, जिके अर्थात् मसँग, वसा आए, हाय बाबा राजामती चा। यसमा राजामती चा भनेछ हामीले अब नाम लिँदाखेरि रामचा, श्यामचा, सीताचा, गीताचा, बाउचा, मैचा यसरी भन्छौं। पछाडि नामको पछि चा जोड्छौं। राजामती मबिल धासा काशी वने तेल बुबा, अर्थात् राजामती दिएन भने काशी जान लागे बुबा। मबिल अर्थात् दिएन, धासा भने, मबिल धासा दिएन भने काशी, इन्डियाको ठाउँ काशी भयो। वने तेल जान लागे बुबा। आयाब्यू राजामती चा, ल्याइदेऊ राजामती चा। हया ल्याइ, बिउ देऊ। त्यसपछि फन्ट अलि ठुलो पार्ने सजिलो हुन्छ होला यहाँहरुलाई हेर्नको लागि। स धासा कुली कुली, मिखा धासा बाला बाला, अर्थात् कपाल भने कर्ली कर्ली, मिखा अर्थात् आँखा भने राम्रो राम्रो, स अर्थात् कपाल, स धासा कपाल भने, कुली कुली कर्ली कर्ली, मिखा आँखा, धासा बाला बाला राम्रो राम्रो। सकुमिया म्या मचला, सकुमीको छोरी मान्छे त अथवा छोरी बच्चा त, बच्चा त अब यसमा भन्न मिलेन, छोरी मान्छे भनौं। सकुमिया म्या मचा, सकुमीको छोरी मान्छे अथवा छोरी बच्चा, ला अर्थात् त। ख्वा धासा तुयु ख्वा, ख्वाले निग टी दु। मुहार भने सेतो मुहार, मुहारमा दुईटा, टी भनेको यो कोठी भन्छ जस्तो लाग्यो नेपालीमा मलाई। यो फेसमा जुन ब्ल्याक डट हुन्छ त्यो हो, कोठी भन्छ जस्तो लाग्यो, कोठी छ। ख्वा अर्थात् फेस, धासा भने फेस भने, टुयु अर्थात् गोरो गोरी, ख्वा ख्वाले अर्थात् मुहारमा फेसमा, निग दुईटा, टी दु कोठी छ। तननिया राजामती चा, तननीको राजामती चा। तननी भनेको यो ठाउँको नाम हो। त्यस्तै गरी तरी थकुया तायो दु, चिरी थकुया पायो दु। तरी थकु भने चाहिँ नि मेरो विचारमा मान्छे जस्तो लाग्यो। बाजे बजैले कुरा गरिराख्नु हुन्थ्यो यस्तो तरी थकु, चिरी थकु, टायो पायो भनेर चाहिँ नि कुरा गरिराख्नु हुन्थ्यो। मलाई अहिले ठ्याक्क एक्ज्याक्टली चाहिँ यसको थाहा भएन, तर आई थिंक यो तरी थकु र चिरी थकु भन्ने मान्छे हुनुपर्छ र तायो र पायो भनेको चाहिँ सर्टेन नेवार अर्नामेन्ट्स हुनुपर्छ। यो तरी थकुको टायो छ भन्न खोजेको, जुन टायो अर्नामेन्ट हुन्छ। चिरी थकुको पायो छ, त्यस्तै सर्टेन के अर्नामेन्ट्स छ। त्यस्तै गरी राजामती या बिजाकली दु, राजामतीको बिजाकली छ। यो कली भनेको चाहिँ खुट्टामा लाउने हो, जुन बच्चाहरुको पनि, सानो बच्चाहरु जुन हिड्न राम्रोसँग जानेको छैन त्यो बच्चाहरुको खुट्टामा सिल्भरको कली लगाइदिएको यहाँहरुले पनि याद गर्नुभएको छ होला। राजामतीको बिजा कली दु अर्थात् छ। यो कली पनि डिफ्रेन्ट टाइपको हुन्छ। बच्चाहरुको चाहिँ अलिकति पातलो कली हुन्छ। सायद यो युट्युब भिडियोमा हेर्नु भयो भने त्यो राजामती फिल्मको गीतको भिडियोमा पनि यो बिजा कली देखाउँछ। तायो पायो पनि त्यसमा देखाउँछ होला सायद, मेरो विचारमा। मैले ठिक्क याद चाहिँ छैन, धेरै भयो मैले भिडियो हेरेको। बिजाकली मधुम कला जित मयो बुबा, बिजाकली नभएको श्रीमती मलाई मन पर्दैन बुबा। बिजाकली अर्थात् त्यो कली भइहाल्यो।
मधुमा नभएको कला अर्थात् श्रीमती अथवा स्वास्नी श्रीमती भन्दा अझ साउन्ड्स बेटर जित मलाई म यो बुबा मन पर्दैन बुबा हायाब्यू राजमती चा ल्याइदेऊ राजमती चा थनेया थैथी कोनेया कोइटी थने र कोने भनेको चाहिँ ठाउँ हो ठाउँको नाम हो जस्तै थने भनेपछि मेरो घर थनेमा पर्छ जस्तै गरी मेरो मामा घर कोनेमा पर्छ र मेरो बजेको घर पनि बजेको माइती पनि कोनेमा पर्छ मेरो आन्टीको माइती पनि कोनेमा पर्छ त्यस्तै गरी मेरो फुफू हामी यहाँ थनेमा घर भएको र फुफूलाई चाहिँ कोने विवाह गरेर पठाइदिएको छ मेरो फुफूहरू थनेको थैटी थैटी त अब थाहै होला यो काठमाडौँको एउटा ठाउँको नाम कोने या कोइटी कोइटी पनि ठाउँको नाम हो कोइटीमा चाहिँ नि एउटा ढुङ्गे डाँडा पनि छ जुन अहिले पनि छ यो हिटी भनेको चाहिँ धारा हो र यहाँ थैटीमा पनि पहिला धारा छ भने ढुङ्गे धारा छ भनेको जस्तो लाग्यो जुन धाराबाट पानी सँगसँगै सुनको मोहर पनि आउँछ रे भन्ने सुनेको अनि त्यो मोहर आउने देखेर कसैले धारा नै चोर्ला भनेर एउटा मान्छेले चाहिँ त्यहाँ स्टुपा बनाएको रे भन्ने सुनेको यो रेल हो कि होइन चाहिँ थाहा छैन मलाई यो सुनेको रेल हुन पनि सक्छ जुन अहिले स्टुपा त्यहाँ एउटा त अहिले पनि छ बिचेलाका मरुहिटी बीचमा मरुहिटी यो मरुहिटी चाहिँ नि मरु गणेशस्थान भन्दा अलि यतापट्टि छ यो काष्ठमण्डप नजिकै पनि छ भन्न खोजेको थनेको थैटी कोनेको कोइटी बीचमा मरुहिटी भन्न खोजेको हो मरुहिटी लका वम तगो लोटे लुफी हाना मरुहिटीमा पानी लिन गएको ठुलो ढुङ्गामा खुट्टा ठोकेर लुफी ह्याउ भनेको चाहिँ नि खुट्टा जस्तै हिँड्दै गर्दाखेरि कहिलेकाहीँ हाम्रो ढुङ्गामा खुट्टा नमजासँग ठोकिन्छ त्यही भनेको लुफी ह्याउ मरुहिटी त्यो मरुहिटी ढुङ्गे डाँडाको नाम भयो मरुहिटी चाहिँ ल भनेको पानी कावम लिन गएको तगो भनेको ठुलो भनेको तगो लोटे ठुलो ढुङ्गामा तगो लो भनेको चाहिँ ठुलो ढुङ्गा तगो लोटे भनेको ठुलो ढुङ्गामा लुफी हाना अर्थात् ढुङ्गामा खुट्टा ठोकिएको राजामती थस पालना राजामती पछारियो भन्न खोजेको थस अब यसमा चाहिँ नि लड्यो मात्र भन्दाखेरि चाहिँ नि दौ भनेर भन्छ थस पाल भन्नाले पछारिन्छ नि त्यसलाई चाहिँ हामीले थस पाउ भनिन्छ नेपाल भाषामा भन्न खोजेको चाहिँ मरुहिटीमा पानी लिन गएको ठुलो ढुङ्गामा खुट्टा ठोकिएर राजामती पछारियो भन्न खोजेको हो थस पालना भनेको पछारियो है भन्न खोजेको कहिलेकाहीँ बच्चाहरू धेरै उत्ताउलो भएर हिँड्दाखेरि चाहिँ अब आमा हुनेहरूले अब घरको एल्डर प्यारेन्ट्सले चाहिँ नासे लुफी हाई भनेर भन्छ जस्तै नाकमा अब यसो ठोकिन्छ भन्न खोजेको आजको लागि यति नै कस्तो लाग्यो भन्नुहोला मन परेदेखि सेयर पनि गरिदिनु होला आफ्नो मनपर्ने मान्छे कोही छ भने उहाँलाई पनि फेसबुकमा सेयर गर्न सक्नुहुन्छ थ्याङ्क यू शुभ